महँगी भत्ता वृद्धि गरी मासिक रु 5,000 पुर्याएको छ। सेवाको सेवा सुविधा समय सर्वेक्षण बनाउनु पर्ने आवश्यकता बोध भए तापनि स्रोत व्यवस्थापनमा परेको जवाबले गर्दा अपेक्षा अनुरूप तलब वृद्धि गर्न सम्भव भएन। तथापि सबै राष्ट्र सेवकहरूका लागि सम्मत 2082 साउन 1 गतेदेखि लागू हुने गरी महँगी भत्ता वृद्धि गरी मासिक रु 5,000 पुर्याएको छ। कर्मचारी सञ्चय कोष लगायत अवकाश कोषहरूको अग्रसरता र निजी क्षेत्रको सहायतामा सुलभ आवास कार्यक्रम सञ्चालन गरिनेछ। यस अन्तर्गत 7 प्रदेशका प्रमुख सहरी केन्द्रहरूमा कर्मचारी सञ्चय कोष लगायत अवकाश कोषहरूको अग्रसरता र निजी क्षेत्रको सहभागितामा सुलभ आवास कार्यक्रम सञ्चालन गरिनेछ। यस अन्तर्गत 7 प्रदेशका प्रमुख सहरी केन्द्रहरूमा 1 लाख भवन तथा अपार्टमेन्ट निर्माण गरी निजामती सुरक्षाकर्मी र शिक्षक कर्मचारीलाई सहुलियतपूर्ण ब्याज दर र किस्ताबन्दीमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ। निजामती अस्पतालको स्तरोन्नति गरिनेछ। कर्मचारी सञ्चय कोषबाट हाल सञ्चयकर्ताका पति पत्नीका लागि उपलब्ध स्वास्थ्य उपचार सुविधा परिवारका अन्य सदस्यमा समेत विस्तार गरिनेछ। स्वीकृत दरबन्दीभित्र करार सेवामा रहेका कर्मचारी र अस्थायी राज शिक्षकलाई योगदान आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गरिनेछ। यसका लागि रोजगारदाता योगदानकर्ताबाट 10% योगदान सहितको छुट्टै प्याकेज बनाई कार्यान्वयन गरिनेछ।